नमस्कार। आज हामी एउटा अलि फरक तर निकै चाखलाग्दो आयुर्वेदिक उपचार विधिबारे कुरा गर्दैछौँ। जानु बस्ती। यो खासमा घुँडाको समस्या दुखाइहरूको लागि प्रयोग हुने रहेछ। हो, जानु बस्ती यो घुँडाको लागि एकदमै विशेष आयुर्वेदिक प्रक्रिया हो। अनि आजको हाम्रो यो कुराकानीको आधार चाहिँ एउटा आयुर्वेदिक क्लिनिकले दिएको जानकारी सामग्री हो। हजुर। त्यसो भए आज हामी यही स्रोतमा आधारित भएर जानु बस्ती के हो, यसले कसरी काम गर्छ रे, अनि कस्तो कस्तो अवस्थामा चाहिँ फाइदाजनक हुन सक्छ भनेर अलिकति गहिरिएर हेरौँ न। हुन्छ। मलाई त यो पढ्दा सबैभन्दा अनौठो लागेको कुरा चाहिँ त्यो घुँडामा पिठोको बाँध जस्तो बनाउने कुरा अलि अचम्म लाग्यो। सामान्य तेल मालिस भन्दा त कता हो कता फरक। हो नि, त्यो पिठोको संरचना हैन, त्यो खासमा कालो मासको पिठो वा गहुँको पिठो मुछेर बनाइन्छ। स्रोतमा भनेअनुसार त्यो घुँडाको जोड्नीलाई वरिपरिबाट घेर्ने गरी एउटा सानो पर्खाल जस्तो बनाइन्छ। अनि त्यो पानी नछिर्ने मतलब तेल नचुइने खालको हुनु पर्यो। ए, तेल नचुइने? हो। अनि त्यसपछि त्यो घेराभित्र सहन सक्ने जति तातो पारेको विशेष औषधीय तेल खन्याइन्छ। अनि त्यो तेललाई त्यहाँ केही समयसम्म मतलब आधा घण्टा जति त्यत्तिकै राखिन्छ। ओहो, त्यो त साँच्चै अनौठो प्रक्रिया रहेछ। त्यसो भए स्रोतले यो कसरी काम गर्छ भनेर के भन्छ त? त्यो तातो तेल र पिठोको पर्खालले घुँडाभित्र के गर्छ होला? स्रोतको व्याख्या हेर्दा त्यो पिठोले बनाएको घेराको काम चाहिँ तेललाई ठिक ठाउँमा मतलब जहाँ दुखाइ छ त्यही केन्द्रित राख्नु हो, बाहिर पोखिन नदिने। ए, बुझियो। अनि तातो तेलको मुख्य काम चाहिँ त्यो छालाबाट भित्र छिरेर जोर्नीको गहिरो तन्तुसम्म पुग्नु हो। गहिरो तन्तुसम्मै? हो। आयुर्वेदको सिद्धान्त अनुसार जुन स्रोतमा पनि अलिकति सङ्केत छ, यो तातो तेलले वात दोषलाई शान्त पार्न मद्दत गर्छ भनिन्छ। वात दोष? हजुर, आयुर्वेदमा वातलाई नै प्राय दुखाइ, जकडन अनि रुखोपनको कारण मानिन्छ नि त। ओहो। हो, त्यही भएर यो तातो र तेलको संयोजनले जोर्नीभित्रको त्यो रुखोपन हटाउने, रक्त सञ्चार बढाउने अनि चिल्लोपना मतलब लुब्रिकेसन बढाउने लक्ष्य राख्छ। ए। अनि यसैले गर्दा दुखाइ र सुजन कम हुने अनि जोर्नी चलाउन सजिलो हुने, लचकता बढ्ने दावी स्रोतले गर्छ। भनेपछि यो सामान्य तेल दल्नु वा तातोले सेक्नु मात्रै होइन रहेछ? होइन, यो अलिक फरक छ। यसलाई आयुर्वेदमा स्नेहन मतलब तेल लगाउने र स्वेदन मतलब ताप दिने प्रक्रियाको एउटा विशेष प्रकार मान्न सकिन्छ। दुवै कुरा एकै ठाउँमा लक्षित रूपमा। अच्छा, एकदमै केन्द्रित उपचार भयो यो त। त्यसो भए कस्तो खालको घुँडाको समस्यामा चाहिँ यो विशेष गरी सिफारिस गरिएको छ त स्रोतमा? केही तोकेरै भनेको छ? स्रोतले केही अवस्थाहरू उल्लेख गरेको छ, जस्तै सामान्य घुँडा दुखाइमा त भइहाल्यो, अनि गठिया मतलब अर्थराइटिस, जोर्नी खिइने वा सुन्निने समस्याहरूमा पनि यो उपयोगी हुने बताइएको छ। ए, अर्थराइटिसमा पनि? हजुर, त्यस्तै त्यो लिगामेन्ट भन्ने हुन्छ नि, जोर्नी बाँध्ने तन्तु, त्यसमा चोट लागेको वा तन्किएको अवस्थामा। अनि पुराना चोटहरू जसले गर्दा घुँडा दुखिरहन्छ नि बेला बेला, त्यसमा पनि। र अर्को चाहिँ जोड्नी एकदम ज्याम भएको, जकडिएको महसुस हुन्छ नि, गहिरो जकडनमा पनि यो विधि सहयोगी हुन सक्छ भनेर स्रोतमा लेखिएको छ। ए, हो र, सूची त लामै रहेछ। स्रोतमा यसलाई प्राकृतिक र साइड इफेक्ट बिनाको पनि भनेको छ, होइन? हो, भनेको छ। यो प्राकृतिक भन्नुको कारण के रहेछ? के यसमा प्रयोग हुने तेल वा पिठो एकदम विशेष हुन्छ? हो, स्रोतले यसलाई प्राकृतिक उपचार नै भनेको छ, किनभने यसमा बाहिरी केमिकल वा कृत्रिम कुराहरू प्रयोग नगरिकन प्राकृतिक सामग्री मात्रै प्रयोग हुन्छ। जस्तै अन्नको पिठो भयो, अनि तेल पनि विभिन्न जडीबुटीहरू पकाएर तयार पारेको औषधीय तेल हुन्छ। अच्छा। अनि साइड इफेक्ट नहुने भन्ने दाबी पनि छ, तर अब कुनै पनि उपचारमा केही कुरा त ख्याल गर्नै पर्ने हुन्छ, होइन? हो त। जस्तो छाला धेरै नै संवेदनशील छ भने वा तातो सहन गाह्रो हुन्छ भने अलि सावधानी अपनाउनु पर्ला। तर स्रोतमा यसबारे धेरै विस्तृतमा चाहिँ नलेखिएको हुन सक्छ। यसले खासमा शरीरको आफ्नै उपचार गर्ने क्षमतालाई बढावा दिने आयुर्वेदिक सिद्धान्तलाई जोड दिएको जस्तो देखिन्छ। स्पष्ट भयो। त्यसो भए आजको यो कुराकानीबाट के बुझियो भने जानु बस्ती घुँडाको उपचार गर्ने एउटा निकै विशेष तरिका रहेछ। त्यो पिठोको घेरा, तातो तेल, एकदम ठिक ठाउँमा उपचार केन्द्रित गर्ने,
घोडाको लागि एक किसिमको लक्षित तेल स्नान जस्तै भन्न मिल्यो कि? एकदम ठ्याक्कै त्यस्तै। अनि स्रोत अनुसार यसरी केन्द्रित रूपमा दिएको तातो र तेलले दुखाइ र सुजन घटाउने, जोड्नीको चाल अझ सहज बनाउने, लचकता बढाउने गर्छ रे। र यी सबै फाइदा चाहिँ प्राकृतिक रूपमै मिल्ने अपेक्षा राखिन्छ। यो घुँडाको जोड्नीलाई पोषण दिने र त्यहाँ जम्मा भएका विकार हटाउने तरिका हो भनिएको छ। निकै रोचक जानकारी। अब कार्यक्रमको अन्त्यमा श्रोताहरूलाई सोच्नको लागि एउटा प्रश्न छोडेर जाउँ न त। हुन्छ। यो विधि जहाँ ताप र तेललाई यति सटिक रूपमा घुँडाको एउटा सानो भागमा सीमित गरिन्छ हैन, यसले चाहिँ हामीले सामान्यतया गर्ने पुरै खुट्टाको मालिस वा तातो पानीले सेक्ने जस्तो विधिभन्दा किन र कसरी फरक वा सायद अझ बढी प्रभावकारी नतिजा दिन सक्ला, यसको पछाडिको तर्क के होला, यसबारे विचार गर्न सकिन्छ।